सम्पूर्ण फेसबुक मित्रहरूमा मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। यतिखेर विशेष गरिकन म चितवन जिल्लाको कपिलास गाविस यो गाउँमा जो आइपुगेको छु, जहाँनिर 71 सालको भूकम्पले गर्दाखेरि यहाँनिर थुप्रै घरहरू यहाँनिर तहस-नहस भएको थियो। अनि यतिखेर चाहिँ म विशेष गरिकन तपाईहरू सम्पूर्ण मित्रहरूलाई एउटा आग्रह पनि गर्न चाहन्छु र यहाँको दुःखलाई म एउटा देखाउन पनि गइरहेको छु र हामीले दिन गर्न नसके पनि सक्दो हामी हेर्न सक्छौँ। दुःख मिलाएर हामी केही गर्न सक्छौँ। आर्थिक कुराहरू दिएर पनि र तपाईहरूले केही सहायताहरू गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईले मेरो इमेलमा मेसेज पनि लेख्न सक्नुहुन्छ अनि फेसबुकमा लेख्न सक्नुहुन्छ। त्यसपछि मेरो फोन नम्बरहरू पनि म दिनेछु। अनि यतिखेर भने म विशेष गरिकन यो भोर्ले गाउँ हो अनि चितवन जिल्लाकै अलि विकट गाउँ भन्छ कपिलास गाविस अनि भोर्ले गाउँ अनि वार्ड नम्बर 2 पर्दछ। यतिखेर चाहिँ म यो नानीहरूलाई पनि मैले देखाउन चाहेँ। विशेष गरिकन यतिखेर चाहिँ मैले जब यहाँनिर 71 सालमा तपाईहरूलाई थाहा भएकै कुरा हो, जो नेपालमा एकदमै आपतकालीन एकदमै ठुलो भूकम्प आयो अनि त्यतिखेर चाहिँ यहाँनिर सबै घरहरू चाहिँ तहस-नहस भइसकेको थियो। अनि त्यस बेला चाहिँ विशेष गरिकन यहाँनिर बस्नलाई एकदमै गाह्रो भइरहेको थियो। त्यस बेला चाहिँ एउटा हाम्रो दाइले अनि यहाँनिर विशेष गरिकन त्यो पालहरू चाहिँ उहाँले आफैले पनि दिएर अनि कहीँबाट उहाँले जुटाएर यहाँनिर सहायता गर्नुभएको थियो, जुन चाहिँ पालमा बसेको थियो। यतिखेर चाहिँ म हाम्रो दाइसँग केही कुरा गर्न चाहेँ। यतिखेर तपाईँलाई म नमस्कार भन्न चाहन्छु। विशेष गरिकन मैले देखेँ पनि सुनेको अनुसार जब यहाँनिर चितवन जिल्लामै हो, अलिकति माथि पहाडमा हो, कपिलासमा पर्छ यो चन्डी मन्दिरमा। यहाँ चाहिँ भूकम्प जब गयो अनि तपाईँलाई एक किसिमले एकदमै मनमा दुखित लाग्यो होला, दया पनि लाग्यो होला। अनि तपाईँले कहाँबाट थुप्रै पालहरू अनि केही खानेकुराहरू पनि लिएर आउनुभएको कुराहरू मैले देखेँ। तपाईँले कसरी के गर्नुभयो? हामीले त्यो 72 को भूकम्पपछि हामीले यहाँ देख्यौँ, घरहरू पुरै भत्किएको भग्नावशेषहरूलाई देखेपछि हाम्रो हृदयमा एक किसिमको अब चाहिँ चोट लाग्यो। त्यसपछि हामीले यहाँ कतिवटा तिर्पलहरू त्यो खानेकुराहरू बाँड्यौँ। यो नानीहरूको बिचमा हामी आइरहेको छौँ सहायता गर्ने कुराहरू हामी सक्दो आफ्नो दिलो जान्ने गरिराखेका छौँ अहिलेसम्म चाहिँ। र आउने दिनमा भावी दिनमा हामीले सोचिराखेका छौँ नानीहरूको बिचमा केही कार्यक्रम गरौँ भन्ने। तर हामी चाहिँ त्यो कतिवटा स्रोत साधनहरू कहाँबाट के गर्ने भन्ने कुराहरूको लागि हामीले अब चाहिँ विचार गरिराखेका छौँ, योजना बनाइराखेका छौँ। हुन्छ, तपाईँलाई धन्यवाद। तपाईँले जुन काम गर्दै हुनुहुन्छ यो एकदमै असल अनि एकदमै राम्रो काम छ। तपाईँलाई धन्यवाद। यतिखेर हामी देख्न सक्छौँ यहाँनिर हाम्रो नानीहरू कतिजनाको माथि कपडा छ त कतिजनाको तल छैन, कतिको बिचमा छैन। यस्तै यहाँनिर दुःख भइराखेको छ। त्यसै त विशेष गरिकन नेपालको एउटा प्रजा जाति भनेर हामी चिनिन्छ, एकदमै पछाडिको जाति अनि दुःखमा परेको जाति हो। त्यही माथि नभएर एउटा नेपालको भूकम्पले गर्दा पनि एकदमै यहाँनिर सत्यनाश भयो अनि सबै घरहरू बर्बाद बनाएको कारणले यस्तै दुःखको भइरहेको छ। हामी देख्न सक्छौँ यहाँनिर थुप्रै नानीहरू छ अनि धेरैकोमा चाहिँ जुत्ता चप्पलहरू छैन अनि लाउने कपडाहरू पनि अनि छैन। अनि त्यत्तिकै अनि नाङ्गा भुतुङ्गै कुराहरू छ। अनि यो देख्दाखेरि हाम्रो एकदमै आँखा पनि रसाएर आउँछ अनि हामीलाई एकदमै दुःख पनि लाग्छ। अनि यतिखेर चाहिँ मैले यहाँनिर यहीँको दाइ हुनुहुन्छ, उहाँलाई पनि उहाँको नाम अनि भूकम्पपछि चाहिँ सरकारले भनौँ या कुनै संस्थाहरूले चाहिँ के गर्दै हुन्थ्यो जस्तो लागेको छ तपाईँलाई? म यतिखेर तपाईँलाई चाहिँ तपाईँको नाम चाहिँ के पऱ्यो दाइ? नमस्कार। तपाईँको नाम अनि हामीलाई थाहा भएकै कुरो हामीले देख्यौँ पनि, हामी भूकम्प जानु बित्तिकै पनि तपाईँको गाउँमा हामी आएको थियौँ अनि भूकम्प जाने बित्तिकै एकदमै यहाँनिर घरहरू तपाईँको एकदमै भत्ताभुङ्गै भएको छ, घरहरू पनि छैन हामीले देखिसक्यौँ। त्यसपछि तपाईँहरूलाई यो नेपाल सरकारले चाहिँ मैले बुझेअनुसार केही एउटा जस्ता पाता मात्रै तपाईँहरूलाई सरकारले चाहिँ प्रदान गरेको छ। अरू तपाईँलाई सरकारले चाहिँ के गर्दै हुन्थ्यो जस्तो लागेको छ? यो कुनै संस्थाले चाहिँ तपाईँको निम्ति के गर्दै? संस्थाले के गर्छ भने हेरेको सबैले केही गरेको छैन। एउटा जस्ताको पत्ता दियो त्यो जस्ता पत्ता के गरेर छ भने न काटिँदैछ न के त छ, के गरेर यो जस्तालाई छ भने यो जस्ता प्ले गरेर बसेको छ जनता बिलाल। अब पैसा आउँछ भने होइन, पैसा खै त हुन्छ। मैले यतिखेर अब सम्पूर्ण फेसबुक मित्रहरूमा मैले
मैले यहाँनिर हाम्रो सम्पूर्ण यो आदरणीय बुवा अनि दाइ दिदीहरूसँग पनि हामीले केही जानकारी हामी लिइराखेका थियौँ र हामीले अरूबाट पनि हामी सुन्नेछौँ र हामीले सबैबाट सुन्नु सक्यौँ र विशेष गरिकन अरू खासै गभर्मेन्टबाट पनि अनि केही सहायता नभएको कुराहरू अनि गुनासोको कुराहरू हामी देख्न सक्छौँ। अनि यतिखेर म यहाँनिर बुवालाई पनि केही सोध्नु चाहन्छु। तपाईँको नाम चाहिँ बुवा? अनि तपाईँलाई चाहिँ अनि केही गरिदिए हुन्थ्यो जस्तो लागिरहेछ अनि कुनै पनि संस्थाले भनौँ या सरकारले चाहिँ तपाईँको लागि घर बनाइदिए हुन्थ्यो जस्तो लागिरहेछ है?